हेलो गाइज नमस्ते हजुरलाई स्वागत छ मेरो अर्को नेक्स्ट ब्लगमा। आज चाहिँ म बाहिर निस्किँदैछु मेरो कामले। म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ मेरो चाहिँ आज म वडा कार्यालय जाँदैछु। मेरो जन्मदाताको नामहरू मिस्टेक भएको रहेछ, त्यही भएर त्यो सच्याउनको लागि चाहिँ म आएको हो। खास गरी हिजोको भिडियोहरू हजुरहरूले हेर्नुभएको भए थाहा पाइहाल्नुहुन्छ म किन आएको रहेछु भनेर। अनि अहिले चाहिँ म खानासाना खाएर फ्रेस भएर जाँदैछु। मसँग छ बहिनीहरू। मेरो बुवा चाहिँ अगाडि जानु भइसक्यो, तिमीहरू बिस्तारै आइज म गएँ घामले पोलेर गाह्रो भयो भनेर। अनि हामी चाहिँ तिन दिदीबहिनी गफ गर्दै निस्किँदैछु। यो चाहिँ मेरो गाउँको दृश्यहरू है, हजुरहरूलाई अलिकति देखाउँ भनेर। यस्तो छ हाम्रो चाहिँ गाउँको बाटो। यो हाम्रो गाउँको छिमेकीहरूको घर हो है। कसले मेरो घर देखा भन्न बिर्दैन। पानी परेर हिलो हारेछ बाटो चाहिँ। कस्तो राम्रो छ क्या हेर्नु, नजिकै जङ्गल छ। यसरी जङ्गल चाहिँ नजिकै छ। यो डाँडा पाखा गैरी कस्तो राम्रो राम्रो घर छ हौ, तर दामी छ। यो चाहिँ हाम्रो गाउँको भ्लग है, अलिकति भिडियोमा देखाइदिउँ भनेर। बाटो चाहिँ यसरी पिच भएको छ हाम्रो चाहिँ भित्रभित्र। त्यो डाँडा डाँडामा घर छ, माथि माथि जङ्गल छ। यो कसको घर? चन्माया दिदी घर है, चिन्छु म। ताला मारे त आँप आँप रहेछ, तर धेरै फलेको रहेन रहेछ। हामी चाहिँ यस्तो बाटो हिँड्दैछु कि धेरै पछि, कति वर्ष भयो, 8 वर्ष भइसक्यो मैले गाउँै नचिनी भएछ। गाउँ के अरे घरहरू कति बाक्लो भइसकेको छ, गाउँ बाक्लो भएछ, नचिन्ने भएछु। कसको घर बन्यो बन्यो। बाटो हेर्नुहुन्छ यसरी खोला झरेर फेरि उयो डाँडा उक्लेर काखा निस्किने हो। यो चाहिँ हाम्रो सर्टकट बाटो रे कि बहिनीहरूले सर्टकट बाटो ल्याउँदै रहेछ मलाई। नभए चाहिँ रोटे जाँदाखेरि चाहिँ पुगिन्थ्यो। नानीहरूले चाहिँ रोटे किन जानु पर्यो, सर्टकट बाटो जाउँ भनेर। यस्तो गाउँ भित्रभित्रबाट सर्टकट बाटो ल्याएको छ। अनि बाटो चाहिँ के हो, पुरा पहाड चढाए जस्तो। हैट, केटीहरू यता छ है, केटीहरू यता पछाडि आउँदैछ। लु म चाहिँ डाँडा उक्लिसकेँ। हामी चाहिँ यत्रो डाँडा उक्लेर यहाँ आएँ। यहाँदेखि चाहिँ फेरि बाटो के गरे, ढलान गरे रहेछ यो होइन। यहाँबाट चाहिँ बाटो ढलान रहेछ। यस्तो भित्रको गाउँहरू हो के, बाटो सर्टकट हिँडेपछि यस्तो हुन्छ। खाने पनि हो, खाने पनि हो। अब चाहिँ हामी पुग्न आँटिसक्यौँ। यहाँदेखि चाहिँ धेरै टाढा छैन, अब आइपुग्न आँट्यो। हामी चाहिँ लहर गाउँ चार्दै हिँडिरहेको छ सर्टकट बाटो आएर। जाँदा त म्याजिकमा जाँदा नि हुन्थ्यो, र पनि हामी किन गाउँ डुल्दै हिँडौँ भनेर चाहिँ यसरी भित्रको बाटो गाउँ डुल्दै आइराखेको। आइपुग्न आँट्यो, धेरै टाढा छैन यहाँबाट। मजा आउँदो रहेछ यसरी हिँड्दा नि। ल अब चाहिँ मेन हाइवे आयो है। यो चाहिँ मेन हाइवे हो। यहाँबाट हामी सर्टकट आएर मेन हाइवे आयो गाइज। ल उयो कस्तो दामी फ्लावर रहेछ। हेर्नु न कति राम्रो फुलेको, दामी लागेर मैले चाहिँ निकालिदिएँ है। कति राम्रो फुलिरहेको रहेछ। जब दुइटा चाहिँ गफ गर्दै अङ्गाल लाग्दै हिँड्दैछ, म चाहिँ भिडियो खिच्दै हिँड्दैछु। अब चाहिँ हामी वडा कार्यालय आइसक्यौँ। यहाँबाट भित्र जाने हो। ल गाइज म चाहिँ आइसकेँ। बुवा पुग्नु भयो त?
बल्ल 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 बनाएर सक्यो। झमेला चाहिँ लास्टै झमेला हुन्छ। भित्रको भिडियो चाहिँ खिच्न दिनुहुन्न उहाँहरूले, त्यही भएर मैले भित्र चाहिँ भिडियो खिचिनँ, बाहिर निस्केर मात्रै। अब चाहिँ हामी घर जाँदैछौँ। ल केटीहरू बल्ल बल्ल काम भन्यो। अब चाहिँ हामी घर निस्किँदैछौँ। यस्तो झ्याउ कि बाफरे, सानो कुरा पनि मिस्टेक हुँदाखेरि चाहिँ सच्याउनुको लागि यत्रो गाह्रो हुन्छ। बल्ल बल्ल सरहरूलाई कन्भिन्स गरेर काम सकाएर अनि हामी चाहिँ निस्क्यौँ। लेट्स गो मुभ अन। बुवा हजुर चाहिँ अगाडि हिँड्नु हुँदैछ, हामी 3 बहिनी चाहिँ पछाडि पछाडि। त्यहाँ अगाडि हेर्नु न, यति धेरै लिची, राम राम राम, रातमै रातमै। मेरो यहाँनिर राति राति आएर चोरेर भक्कु खानुपर्ने। कति धेरै लिची छ गाइस। गइदिएको है हामी चाहिँ घर। यो चाहिँ हो वडा कार्यालय यहाँबाट देखाउँदाखेरि। रिक्देन छान्छ र अहिले चाहिँ घरमा बस्दैछौँ। गर्मी भएर लुगा सुगा चेन्ज गरेर आरामले बसिरहेको छ। म चाहिँ मेरो घरको यहाँनिरको चाहिँ प्लान्टहरू देखाउँछु है। यहाँ मैले रोपिराखेको अस्तिको पालि आउँदाखेरि यस्तो फुर्किसकेछ, मलहरू दिएर राखेर गएको थिएँ। यस्तो राम्रो भएछ, रिक्देन बेबी हेर सुराल घोडाले हिँडेर। कालीमुछे शीतल भइरहेछ। ल डुल्नु जाने हिमासतिर गाउँतिर जम डुल्न। डुलेर आउने भयो बल्ल बल्ल बनाएर आएको नि आमा। आमामा कम्ती झ्याउ भएन, पैसा पनि लियो 500 एउटाको बनाएको। ओडामा त्यहीँ जाने हो। अनि मौसम क्या दामी भएको के। अब पानी पर्नु आँटिरहेको छ, बाँदर कालो निलो भएर आइरहेछ। म चाहिँ उता माथि जान्छु दाइ भाउजूको घरमा। भाउजू कता हुनुहुन्छ? ए कता हो भन्छ यस्तो बाटो उक्लेर। ए मकै नगरेर हेर झारले खाइसक्यो। मकै गोड्नु सोड्नु छैन, मकै झारले खाइसक्यो। ऊ त्यहाँ हेलो गाइज, हेलो। अब हेर्न के झुन्डाको यो लुगा झन्दाङ र झुन्डुङ, यता पोखो पारेर। क्या दामी है मौसम। वा कुल भइरह। छैन नि, मैले लाने भनेको यो अस्तिको चोटि लगेको त मर्यो। ए लु मैले यो लगेँ। अब यस्तो दामी भइरहेछ, भक्कै खनेर लान्छु मैले, मेरो गमलामा राख्छु। फर्सी त मुन्टा त खै त ललै भएको छैन त। यो प्लान्ट मैले लगेँ अब आधी निकालेर। त्यो त मन पर्दैन मलाई त्यो त। नजारा देखो जरा, इधर भी देखो जरा। कस्तो राम्रो देखायो है यस्तो माथिबाट खिच्दा।
पुरा पानी पर्न आँटेको छ छिटो है चिसो लाग्छ नानीलाई लुगा लगाइदिइहाल्नु उठो त यस्तो हालतको रहेछ बिजा भयो त एकचोटि सट्टा हाने त पक्लाको उकिरा एउटा त निकाले लु अर्को पनि आयो दुईटा बिचको ठुलो निकाल्नु दुईटा चुट्यो त काम लागेन ल यो पनि गयो त्यतै जरायो कुटो उक्किने भएको रहेछ अन्त के हुनु त निस्कि निस्कि आयो कति बोट भयो यो एउटा झिकौँ भने त चुट्यो मारि मलाई सबै चुट्टायो यो अब पलाउँदैन भयो होला हौ यति भइसक्यो म सबै त म त अहिले सानो डिब्बामा सारेर डिब्बै बोकेर जान्छु कति राम्रो है राम्रो क्या पातो राम्रो कति राम्रो मकै बारीमा मकै गोड्नु हुँदैछ दुईजना मात्रै मकै गोड्नु हुँदै दुईजना मात्रै कति धेरै झार कमै रहेछ झार पुसाइ पुसाइ बनाए भयो नि बन्यो पैसा पनि लियो 500 जरिवाना त्यति बनाइदिएको महँगो लियो नि 500 त्यति गरिदिएको होइन यहाँ एउटा कार्यालय भरतपुर जानु पर्दैन कहिले गोडिसक्ने बिस्तारै अनि पनि आउनु छिटाइ पनि पानी त भाइ पानी पर्यो भन्छ भाइ पानी पर्यो ओइ तिमीहरू कहाँ जान्ला है हँसिया कचिया नाम्लो बोकेर कता हिँड्नु भयो भाउजू कति राम्रो फुल सारेर रहेछ काकीले यहाँनिर त चारपट्टि वरिपरि ओइ आँप कति धेरै आम्मा भक्कु आँप रहेछ त एउटा टिपेर ल्याएर खाँदै जाउँ न ओइ सुनेन गयो यिनीहरू त लु टन्नै आँप थियो रहेछ एउटा दुइटा यसो चाख्नुपर्ने मिठो छ के अमिलो हो हामी चाहिँ गाइस जङ्गल जाँदैछौँ घाँस यसो 2-4 मुठा स्याउला ल्याउने भनेर अनि म पनि नानीहरूसँग कति भयो जङ्गल नगएको यसो डुलेर आइदिउँ न र लाएर चाहिँ हिँडेको है म चाहिँ नभए त म सक्दिनँ होला गएको यसो 2-4 मुठा घाँस ल्याउने भनेर केटीहरू उकालो लाग्दैछन् म पछि जङ्गल हिँडेको जङ्गल यत्रै गरे कत्रो मान्छे हो यत्रो त
के भयो के भयो ओइ जङ्गल त कस्तो बाटै छैन अहिले त बाटै हराइसक्यो चाहिँ धेरै मान्छे जान्न होला नि अब त जङ्गल जान्छ कसले घाँस काटेर राखे यता घाँस काटेर राखे त कसले राखे खै काकी बुढीको म आँप चोर्नु आँट्दै थिएँ मच्छर घुम्दैछ त हौ आम्मामा टोक्छ क्या हो फेरि कुद्नी भोलि त घर जाने त बच्चा छोडेर आएको छ ठुलोलाई सानो त बोकेर आएको तपाईँ चाहिँ सानो छोडेर आयो भनेर कहाँ ला त अन्त नानी रुनलाई यतिकै रुन्न बाबु त मजाले खाएपछि त मजा खेलिबस्छ यसो बहिनीहरूसँग पछि लागेर आएको कहाँ पुग्यो केटीहरू ल म जान्छु ल पछि भेटौँला नि फर्केर आउँदा भेटिहाल्छ नि म त साँच्ची त्यहाँ आँप देखेर एउटा टिपेर खाइदिउँ कि भने बोलाएँ कोही छैन फेरि मान्छे छैन अन्त कता टिप्नु नि अनि त्यतिकै आएको अन्त नचढ्नु लु गएको ल अहिले फर्किँदा पस्छु म गफ लडाउँदा केटीहरू कहाँ पुगिसक्यो कताबाट गयो यताबाट के त यतै हो दुईटा बाटो छ कुनपट्टि गयो यतै रहेछ यता हो कि उता हो भनेको यहीँ रहेछ यतै काट्ने हो घाँस काट्दा नि बिर्सिसक्यो होला हौ कति वर्ष भयो नकाटेको म गएदेखिको आम्मा काँडाको बोट जे होस् घाँस चाहिँ पलाइसक्यो रहेछ यस्तो बाख्रालाई स्याउला यस्तो डाङडाङ डाले घाँसहरू के पाउँछ त्यही काट्ने हो यतातिर जानु पर्यो ओह्रालोतिर रहेछ घाँस त्यतै जानुपर्ने पानी परेको सबै खिचिरहेको रहेछ यतातिर अब यता छ घाँस सबै मिक्समा नि जाने खाइहाल्छ नि अरे म बल्ल गर्मीले छटपटे कति मुठा भयो होला अब त मेरो एउटा ठुलो मुठा नसक्ने बाबा आँप्तिन्दो रहेछ अब त गर्मी हाप धोबी हालत भयो छटपट नि भाइ गाह्रो हुँदो रहेछ बानी छुटेर बहिनी कता हुनुहुन्छ यसरी बोलाउनु पर्छ भयो म देखेँ जाने बेला भयो जुमाई बहिनी जमाई भयो अब चाहिँ उहाँ पर रहेछ नबोलिकन बसिरहेछ आऊ जाम पुगेर दुई मुठा भयो नि त अब भयो त यति भएपछि आजलाई
केटी घाँस बोकेर आउँदैछ अब 2-4 मुठा भएपछि त पुग्यो भने त बोक्नु पनि सक्दैन कलिलो घाँसको रुङ्गो हुन्छ सानो हेलो हेलो भन्देऊ न भाउजू मास्तिर हो हजुर ओइ बेल छैन बेल झरिसक्यो नि छैन त योपालि बेल यहाँ त बेल टन्डै झुन्डिराखेको हुन्थ्यो पाकेको छ भाउजू लुलु खाइदिउँ न त मेरो कच्चा त्यहाँ छ घाँसको माथि लिएर आऊ त अझै काट्ने ल अझै काट्ने हजुर बुझिन भाउजू बेल पाके खाइदिउँ न मलाई त खुब मनपर्छ बेल अस्ति नै बेल खान जाउँ भन्दा मानेन यहाँ हाम्रो चाहिँ जङ्गलमा पट्टे च्याउ गोलो पट्के च्याउ पनि उम्रिने सिजन होइन बेला हुन थालिसकेको रहेछ फाटोफुटो भेट्दैन थालेछ अघि नानीले पनि टिप्दै थियो सानो कतिवटा भेट्यो 2-4 जना पायो एउटा मात्रै फाटाफुटा उम्रिनु सुरु भएछ कि अब त बर्खा लाग्यो नि त पानी पर्न थालिसक्यो अब त पानी च्याउहरू उम्रिन थाल्छ यो भेगमा चाहिँ च्याउ पाइँदैन उता अलि माथि पाइन्छ ए ल हेर्नु बेलको रुख बेल झुन्डिरहेको छ रुखमा अब भुइँमा चाहिँ खसेको छ कि छैन भुइँमा खसेको चाहिँ हेरेर खाने हो रुखमा त चढ्न सक्दैन हामी बेल चाहिँ देखिन्छ माथि रुखमा टिप्नु सक्दैन भुइँमा खस्या छैन होला उयो लरा काट्छु म ल यस्तो ठेस्नाहरूले चाहिँ हातमा अड्केर हात काटिदिन्छ क्या यो लराहरू कस्तो मजाले खान्छ नि बाख्राले यसरी यहीँ छ घाँसै काटौँ खोलिदो भन भन्यो खेल्दै गइजो भन काँडा छ है फेरि यहाँनिर यत्रो काँडा छ काँडा रहेछ त्यहाँ त पानी परेर जमिन गलेर माटो यस्तो खोज्दै काट्ने हो जङ्गलमा कता राम्रो स्याउलाहरू काटे हो लाटे हो बेल त रहेछ रुखमा तर भुइँमा खसेको छैन भनेको अरू भाउजूले त के गरेर बोकेर आउनु भयो दाउरा पनि ए यसरी बसिराख्दा चाहिँ के घाँस काट्ने यताउति गऱ्यो भने चाहिँ मच्छरले टोक्दैन रहेछ त एकै ठाउँमा बसिराख्दा चाहिँ मच्छरले टोकेर राम्रो धोबी पार्दो रहेछ लु हाम्रो भाउजूले दाउरा पनि उठाएर ल्याउनु भएछ बहिनीले पनि आज त गरेछ दाउरा खोजेर लिएर आएछ यसले पनि अघिसम्म त अल्छी मानेर बस्दै थियो दाउरा खोजेर उठाएर आएछ तिमी चाहिँ के गर्दै लु जाने पो अब त दिक्क लागिसक्यो मलाई त अप्पै कम्ती होइन अप गरम भइरहेको न केही फिटिको हावा चलेको छैन जङ्गलमा अन्त मर्छ त हो यसरी त म त छटपट्टि भइसक्यो त खुर्पाले आएन कचिया मात्रै लिएर आयो दाउरा काट्नु मिल्दैन कचियाले खुर्पाले मिल्छ हँसिया लिएर आएन यो चाहिँ हामीसँग कति बेला हुँ घरदेखि आएको हो ए यसलाई पनि जङ्गल आउनु पर्ने रे अचम्म आऊ सानो आऊ जाम जाने भयो त 2 घन्टा भइसक्यो हामी आएको बेल खाने भनेर मन लागिरहेको थियो छैन रुखमा मात्रै छ भुइँमा त खसेकै छैन
हरियो डाँडा माथि हलो जोत्ने साथी लात्तीले हानी भाल्दैछ दाउरा ल उसलाई बोलाएको त झनै गयो कता गयो जाउँ ल अब त घर जाने पो म त दिक्क गर्मी लागिसक्यो कि अब घर जाने हो खलखल्ती नहुने हो फ्रेस हुनुपर्छ मच्छर कति धेरै डुले मच्छर यसरी हो थकै मारेको बेला क्या बसेको बेला हेर न स्याउ 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 मच्छर घुमिरा लुगाको हालत के हो यो अब चाहिँ हामी जाने हो नि घर अब भारी लगाऊ अन्त जाने बहिनीले भारी लाउँदैछ मच्छरले टोकेर चिलाइसक्यो मलाई हामी दुईजना चाहिँ रित्तै हो है फेरि यता भाउजू दाउरा बोक्नुहुन्छ अरे यस्तरी तेर्सो पारेर बहिनीले घाँस अनि बहिनी र म चाहिँ एउटा एउटा दाउरा घिसार्दै घर जाने हो किनभने हामीले धेरै घाँस काटेन क्या गर्मीमा नसक्दो रहेछ दिउँसो घाँस काट्न आउँदा त जङ्गलमा त्यही भएर हामी त हिँडेको हेरै हामी चाहिँ दाउरा घिसार्दै जाने हो भनिदेऊ के भन्नु छ भन्नु छ भने भनिदिइहाल है बाँकी नराख है भन्ने कुरा त भनिहाल्नुपर्छ के भन्नु छ के भन्नु छ तिमीहरूलाई लु यसरी बोकिन्छ घाँस सानो पनि ढकालिदेऊ ल ल भाइ जाम तिमी र म चाहिँ एउटा एउटा दाउरा घिचार्दै जाने हो के भयो कमिला रहेछ ए लु जाउँ जाउँ अरे कुद्नुपर्छ गाइज लु भारी बिसा गरे कि लु तिर्खा लगाएर मर्नु भएको छ अब यहाँ बसेर पानी खानु पर्यो यो बहिनी चाहिँ हामी त यस्तै हो चल्दिन्छ त हामी त बस्ने आँप खाने बस्नु एकैछिन सँगै जाने यो बहिनी कुन रे जमुना कि गङ्गा हो हामी आँप खाने के देख्नु भएन आँप कति धेरै आँप खाएर जाने बस्नु है आँप खाने हामी अब आँप खाने हो आँप हामी अब आँप चाख्ने हो काका पक्रेर सन्चै हुन्छ आँप छिपिरहेको रहेछ कि एक दुईवटा यसो खाइदिनु यो यताको चाहिँ के हाँगा काटेर यहाँ माथि आइपुग्यो त्यस्तो भएको बोतल लग्नु भएको छ त अर्को यहाँ चाहिँ काकीले आँप झार्दै हुनुहुन्छ हामी चाहिँ आँप खानु लागेको खुवाइ पो दुईवटा जानु भए पुगिहाल्छ नि कति चाहियो काँचो आँप नुन खुर्सानीसँग दाउरा खानुपर्छ मिठो हुन्छ नि यो तर यो आँप मिठो छ क्या त्यही भएर म छिरेको आँप खानुलाई
आप झार्नु हुँदैछ आप झारेको देखाऊ यस्तो भयो लु प्याक प्याक अनि किन होला है खै त्यो भयो पुग्छ घरमा खान्छ होइन यही किनेर खानु चुप लाग्यो भने त घाउ हुन्छ नि आँपको चुपले कस्तो घाउ बार्छ लुगामा पनि दाग बस्छ अझै नि टन्नै बस्तु भाउ पालिराख्नु भएको छ टोक्दिउँ त एउटा मिल्यो होला त्यसको त उयो पसा रहेछ दाना ऊ त्यहाँ पारी मान्छे छ त को घाँस खाने त्यहाँ चस आज चाहिँ मेरो भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो आजको हेरेर फिडब्याक दिनु होला यस्तै हो गाउँको अर्ग्यानिक भिडियो बाई बाई